अनि हाम्रो जुन रजिस्ट्रेसन क्राइटेरिया जुन हाम्रो इन्ट्रान्सको कुरा गर्ने हो भने चाहिँ हाम्रो चाहिँ ड्युरेसन 2 आवर्स हुन्छ नि जुन एक्जाममा हाम्रो 100 मार्क्स फुल मार्क्स भइहाल्यो हजुरहरूलाई थाहा नै छ पास मार्क्स 35 भयो तपाईँले चाहिँ के हुन्छ भने नेपालभरिको कुनै पनि कलेजमा पढ्नको लागि एटलिस्ट बिएससी सिएसआइटी पढ्नको लागि है एटलिस्ट 35 मार्क्स ल्याउनै पर्ने हुन्छ एटलिस्ट तपाईँले 35 मार्क्स ल्याउनै पर्ने हुन्छ तपाईँले सोच्नु भएको होला कि म फेल भए पनि केही फरक पर्दैन 31 32 अथवा थोरै मार्क्स ल्याउँछु फेल भए पनि म प्राइभेट कलेजमा पढ्न पाइहाल्छु के अरे भन्ने सोचिराख्नु भएको छ भने तपाईँ एकदमै गलत हुनुहुन्छ है तपाईँले प्राइभेट कलेजमा नेपालभरिको कुनै पनि प्राइभेट कलेजमा पढ्नको लागि पनि तपाईँले एटलिस्ट 35 मार्क्स चाहिँ ल्याउनै पर्ने हुन्छ एटलिस्ट तपाईँले 35 मार्क्स ल्याउनै पर्ने हुन्छ त्यहाँभन्दा धेरै ल्याउनु भयो भने त एकदमै राम्रो भइहाल्यो बट त्यहाँभन्दा कम ल्याउनु भयो भने चाहिँ बिएससी सिएसआइटी नेपालभरिको कुनै पनि कलेजमा हजुरहरूले अफिसियली पढ्न पाउनुहुन्न है रजिस्ट्रेसन प्रोसेसको कुरा गर्ने हो भने चाहिँ हाम्रो रजिस्ट्रेसन प्रोसेस फर्म फिलिङ प्रोसेस चाहिँ कम्प्लिटली अनलाइन रहेको छ जुन चाहिँ हाम्रो आइओएसटीको वेबसाइटबाट गर्नुपर्ने हुन्छ यसको भिडियोको पनि मैले अलरेडी पोहोरको चाहिँ राखिसकेको छु यो इयर पनि आउने नै छ बट हजुरहरूले रजिस्ट्रेसन प्रोसेसको कुरा गर्नुहुन्छ भने हाम्रो 2081 अनुसार चाहिँ हाम्रो नर्मल फी रहेको थियो 1950 1950 रुपियाँ रहेको थियो इन्ट्रान्स फी यसलाई हामीले जुन चाहिँ आइओएसटीलाई दिनुपर्ने हुन्छ इन्ट्रान्स दिए बापत हामीले आइओएसटीलाई केही फी बुझाउनु पर्ने हुन्छ त्यो चाहिँ हाम्रो नर्मल फी हुन्छ है अनि हाम्रो लेट फी भन्ने छ नि लेट फी हाम्रो 3900 हुन्छ अब नर्मल फी र लेट फीमा हजुरहरू झुकिनु भएको छ भने यो चाहिँ हाम्रो पोहोरको है अहिले केही चेन्जेस आउन पनि सक्छ यही पनि हुनसक्छ बट मैले यो पोहोरको अनुसार चाहिँ राखेको छु है पोहोर चाहिँ हाम्रो यति थियो अहिले चाहिँ केही चेन्जेस पनि आउन सक्छ थोरै पनि हुनसक्यो हल्का धेरै पनि हुनसक्यो बट यहीकै हाराहारीमा चाहिँ हाम्रो फीहरू रजिस्ट्रेसन प्रोसेस अथवा इन्ट्रान्स फीहरू चाहिँ यही नै हुन्छ